हेलो गाइस, कोनिचिवा। आरामै हुनुहुन्छ के तपाईँ नेपालबाट जापान आउँदै हुनुहुन्छ? त्यसो भए तपाईँले यो भिडियो स्किप नगरिकन फुल वाच गर्नुहोला। अहिले चाहिँ जापानले एकदमै रुल्स रेगुलेसनहरू एकदमै टाइट गरिदिएको छ क्या। यहाँ पहिला जस्तो छैन, पहिलाको जस्तो होइन। अब पहिला त यान 5 गरेर नेपालबाट आउँदा पनि यहाँनिर राम्रै हुन्थ्यो भने अहिले चाहिँ यान 2 चाहिन्छ कि। यान 2 भाषाको लेभल नभएसम्म कामै छैन कि जापानमा। सुरुमा त अब जापानिज अलिअलि सिकेर नेपालबाट यान 4 गरेर आउनुहुन्छ, तर पनि यहाँ आउँदा चाहिँ यान 2 बिना चाहिँ अहिले चाहिँ भिजा पनि रेनु नहुने होइन। जस्तो वर्किङमा आउनेहरूको लागि त झन् एकदमै टाइट छ है। म त स्टुडेन्टमा आएको हो होइन। स्टुडेन्टमा आएर पनि अब 2 वर्ष नियोङ्गो गएको पढ्ने, नियोङ्गो गएको गइसकेपछि चाहिँ अब अर्को 2 वर्षको सेन्मोन गएको हुन्छ। त्यसमा पनि अब भ्यासा पिना इन्टरभ्यू लिएर होइन, मेन्सेसु दिएर अनि मात्रै चाहिँ के अरे सेन्मोनले लिन्छ क्या। अब सेन्मोन सकिसकेपछि पनि यान 2 नगरेसम्म वर्किङ भिजा हुँदै नहुने भनेर चाहिँ जापान सरकारले राखिदिएको छ है। अहिले यो छ नि, यो ब्याचलर भिजा त झन् एकदमै टाइट भइसकेको छ जापानमा होइन। मैले भन्न खोजेको तात्पर्य के हो भन्दाखेरि, जापान आउँदै हुनुहुन्छ भने एकदमै भाषा सिकेर आउनुहोस् के। भाषा बिना यहाँ केही पनि छैन के। मैले जानेको बुझेको कुराहरू मैले सेयर गरेँ है गाइज। तर तपाईँहरू जहाँ पनि आउँदै हुनुहुन्छ भने चाहिँ एकदमै नेपालबाटै चाहिँ यान 4 यान 5 बराबरको भाषा सिकेर होइन, अनि त्यसरी आउँदाखेरि एकदमै बेस्ट हुन्छ। किनभने यहाँ चाहिँ अहिले चाहिँ जापानको जब यो महिला प्रधानमन्त्री भइसकेपछि चाहिँ यहाँको रुल्स रेगुलेसनहरू पुरै टाइट गरिदिएको छ। त्यो भएको कारणले होइन, तपाईँहरू नेपालबाटै कमसेकम यान 4 कटाएर आउनुहोस् कि जापान आउँदा। यान 4 कटाएर यान 4 को सर्टिफिकेट हातमा लिएर आउनुहोस्। अनि यहाँ आएर पनि सेन्मोन गएको अथवा नियोङ्गो गएको नियोङ्गो गएको सेन्मोन गएको गएर पनि के गर्ने, जब कि तपाईँसँग भाषा छैन भने काम पनि पाउँदैन के। काम अहिले त कामको लागि पनि तपाईँसँग भाषाको लेभल छ कि छैन भनेर सोध्छ। जुनसुकै अब खाइसेमा जाउँ होइन, जुनसुकै ठाउँमा पनि काममा जानु, तपाईँ काममा जाँदाखेरि फर्स्ट अफ अल इन्टरभ्यू लिन्छ। उहाँ नेपालबाट त पठाइदिन्छ कि तपाईँलाई के अरे भाषा बिना नि गएकोले खोजिदिन्छ, गएकोले काम लगाइदिन्छ भने आउँछ। तर बिल्कुल यहाँ हुँदैन, आफै काम खोज्ने हो, आफै गर्ने हो कि। त्यही भएको कारणले आफ्नो भाषाको लेभल बनाएर आउनुहोस्, तपाईँलाई एकदमै राम्रो छ है। ओके, थ्याङ्क यू फर द वाचिङ।